Hello guys, namaste to each and everyone and welcome back to my channel. So guys, yes, आज after long मैं vlog बना रही हूँ and what's the change here is that कि मैं ना ये vlog हमारा native language मैं नेपाली बंगाली सब mix करके बनाने वाली हूँ क्योंकि मेरे family वाले जो है obviously उन लोगों को comfort language होता है तो मैं सोच रही थी कि फॉर द फैमिली एंड ऑल्सो मैं उसमें हमारा लैंग्वेज भी डालूँ सो बीच बीच में हिंदी भी रहेगा प्लीज़ टॉलरेट विथ मी एंड हाँ आज क्या है आज कम्प्लीटली 1 साल हो गया है मैंने व्लॉगिंग किया हुआ उतना ज़्यादा कुछ बड़ा तो किया है नहीं बट फिर भी सो आज मैं ये चेंजेस कर रही हूँ एंड यस व्हाट्स द स्पेशल डे राइट आज है मेरे हस्बैंड का बर्थडे सो मैं बर्थडे के लिए अभी कुछ तैयारी कर रही हूँ यहाँ पे मैं मंदिर वाली रूम पे हूँ तो अभी आए हैं मेरे हस्बैंड 12 बजने में बस 10 मिनट बाकी है सो मैं अभी मार्केट जाने में लेट हो गया बट अभी वो अंदर सो रही है अभी मैंने खाना वाना बनाया जल्दी सो मैं अभी थोड़ा सा तैयारी करती हूँ कैसे करती हूँ आप लोगों को भी दिखाती हूँ सो गाइस मैं यहाँ पे तैयार कर रही हूँ अंदर 12 भी बज गए और सबको विश भी कर रहे हैं और मैं यहाँ पे हूँ लेट्स वेट गाइस गाइस यस्तो गरेको छु है मैले चाहिँ डेकोरेसन 5Xबाट देखाइदिएको अहिले रातिको लागि यति त ठिकै छ होला सो यहाँ केक छ यहाँ यस्तो छ सो अहिले म भित्र सुतिरहनु भएको छ अनि म भित्र जान्छु अन्त उसलाई उठाइकन लिएर आउँछु यहाँ हेर्नुहोस् है केक त क्युट है मैले जस्तो सकेँ मैले त्यस्तै गरेँ हो अब मन पराउनुहुन्छ कि हुँदैन आई डोन्ट नो बट लास्ट इयर दिदीहरू सबैजना हुनुहुन्थ्यो तर यसपालि म एक्लै हो अन्त जति सकेँ त्यति गरेँ सो चुप्पैले उठाएर लिएर आउँ है बर्थडे बोयलाई यहाँ हेर्नुहोस् न सुतिरहनु भएको छ हो ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे डियर कालु ह्याप्पी बर्थडे टु यु ढिलो भयो कति बज्यो 12:30 हुन आँट्यो आउनु त बाहिर एकजना आइरहेछ तपाईँको लागि सो गाइस आज चाहिँ हाम्रो कालु बेबीको चाहिँ बर्थडे हो ह्याप्पी बर्थडे सो आइएम सो सरी लेट भयो बट जस्तो पनि भयो तपाईँको लागि एउटा सानो सरप्राइज छ होइन सो आउनुहोस् छिटो अन्त कस्तो अन्त कोट प्यान्ट लगाएर आउने क्या अन्त आउनु न यत्तिकै आउनुहोस् 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 यो अन्त ह्याप्पी बर्थडे कस्तो लाग्यो सरप्राइज लु त्योभन्दा अगाडि चाहिँ यो लुगा लगाइकन आउनु अन्त चाहिँ गर्नुपर्छ ल ह्याप्पी बर्थडे बुढीको तर्फबाट सानोबडे गिफ्ट छिटो छिटो लुगा फेरेर आइहाल्नु त पाल्नुपर्छ नि खोइ एन्ड ह्यान्डसम देखेँ त लु आउनु केक काटौँ अब हल्का रमाइलो लाइट अन गर्नु बन्यो होस् के अन गर्नु है मैले लाइट पनि बालिदिएँ सो केक काट्नुभन्दा अगाडि चाहिँ यो चाहिँ हो मेरो एउटा मायाको के भन्नु चिनो भन्नु कि के भन्नु थाहा छैन सो ह्याप्पी बर्थडे मेरो बुढा सधैँभरि यसरी खुसी सधैँभरि यसरी खुसी भएर बस्नु दुईवटा फ्यामिलीलाई मिलाएर राख्नुपर्छ हामीले बाँकी बात जिन्दगी त हो होइन सधैँ साथ बस्यो चलि पनि हाल्छ कहिले सुख कहिले दुःख तर यसरी नै हर साल तपाईँको बर्थडे चाहिँ एकदम तपाईँलाई जसरी भए पनि पैसाले होइन सुनले होइन चाँदीले होइन यसरी खुसी दिएर नै म चाहिँ अब हर साल तपाईँको बर्थडे रमाइलो यसरी नै गर्नुपर्छ हामीहरू मिलेर है ह्याप्पी बर्थडे लु त अब केक काटौँ है आउनु यता लु ए ह्याप्पी बर्थडे के हो अनि बिहान पड्काउने मान्छे नभएर या त्यसरी होइन ए के भएको यो त
Happy birthday, happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. Happy birthday. Hey, birthday ko din nilawan mo pa sa akin. Happy birthday. Mahalin आउँछ है guys. So, साथीभाइहरू दिदी दादा भाउजू सबैजनालाई भन्दैछु हाम्रो बर्थडे चाहिँ यस्तो भयो है सिम्पल 2 जना मात्रै हो लु आई लभ यु पनि झरे तर मेरो माया चाहिँ झरेको होइन है सो यस्तै भयो अब मैले चाहिँ यो स्प्रे चाहिँ किन नगरेको भन्दाखेरि चाहिँ यहाँ केक छ भनेर चाहिँ मैले स्प्रे नगरेको हो सो अब म तपाईँलाई एउटा गिफ्ट दिन चाहन्छु भोलिको लागि सो त्यो पनि हेर्नुहोस् है गाइस तपाईँहरू अनि एनिवे यो ट्र्याक सुट चाहिँ मैले किन ल्याइदिएको भन्दाखेरि चाहिँ मेरो हस्बेन्डलाई चाहिँ एकदम चाहिने कुरो चाहिँ यही हो उसलाई मनपर्ने लुगा पनि यस्तै हो है यस्तै मनपर्छ अनि उसको फेभरेट ब्रान्ड पनि हो त्यही भएर अस्तिको पालि एडिडास यसपालि नाइकी है यो गिफ्ट चाहिँ खै बर्थडे भयो एकछिन दिनुहोस् त गिफ्ट बर्थडे मैले दिनु त्यस्तो त हुनुपर्छ त अन्त सो पहिला म यो केक चाहिँ हटाइहाल्छु ल गाइस गाइस यो चाहिँ बर्थडे बोयको लागि सो गाइस यो स्प्रे चाहिँ म अहिले गर्नु जाँदैछु है यहाँ आउनुहोस् आउनु छेउ आउनु न सो यो स्प्रे चाहिँ मेरो बुढाको आज 28 सालको बर्थडेको लागि अस्तिको पालि मैले मिस्टेक गरेछु होइन अस्तिको पालि मैले 26 कि 26 भनेछु तर यो चाहिँ 28 सालको है सो एनिवेज लु हामीले चाहिँ यो स्प्रे गरिदिएको तपाईँहरूको नाममा पनि है मेरो बुढाको लागि चाहिँ स्प्रे गरिदिएको नि फेरि ह्याप्पी बर्थडे मलाई लगाइदिने 2 जना भयो एकछिन तपाईँ फोटो खिचिदिन्छु एउटा सो गाइस अलिक चेस्मा खोलेर बात गर्नु आज फेरि सडनली के भएछ भन्दाखेरि म साह्रो थाकेर मलाई थाहा थियो मेरो बर्थडे हो भनेर तर त्यस्तो होला कि केही न केही गर्छ भनेर होइन त्यस्तो प्लान त केही पनि थिएन होइन किनकि आज म पुरा बिजी थिएँ अन्त टाइम पनि अब निकाल्नु सकिनँ किनकि वर्क पनि इम्पोर्टेन्ट हो अन्त म चाहिँ लेट भएर आएर डिनर अन्त म निदाइछु गाइस सो त्यसको बादमा अन्त उसले मलाई अघिदेखिको नै मतलब म जब घरमा आएको थिएँ त्यतिखेर ऊ थिएन पनि उसले गिफ्टको एरेन्जमेन्ट गर्दै रहेछ त्यतिखेर कि अन्त आई होप उसलाई मतलब सबै कुरो थाहा थियो तर पनि मलाई केही बताएको त थिएन अन्त म पनि अब ड्युटीबाट 1 घन्टा ट्राफिकमा फसेर 10:30तिर आएको म अन्त उसले सोचेछ अब म थाकेको छु भनेर मलाई केही पनि भनेन डिनर खाएँ त्यसको बादमा बेड रेस्टको लागि गएँ एकछिन ढल्केको मात्रै त निदाएछु म त अन्त फेरि उसले आएर बोलाउँदाखेरि होइन तर यो कुरा चाहिँ रियलिटी हो किनकि उसले आएर उठाउँदाखेरि अलमोस्ट 12 बजिसकेको थियो अन्त म सुतिसकेको पनि थिएँ किनकि थाकेको थिएँ आज पुरा अन्त मलाई चाहिँ साह्रो खुसी लाग्यो होइन अन्त मेरो वाइफलाई चाहिँ म यति नै भन्न चाहन्छु थ्याङ्क यू सो मच फर आज जे पनि सरप्राइजेबल मोमेन्ट भयो होइन म आफ्नो वाइफलाई हाम्रो जुन चाहिँ अब बन्डिङ छ तपाईँहरूले हेरिराखेको छ यस्तै खालको बन्डिङ होइन हामी सधैँभरि वाइफ र हस्बेन्ड हामी यसरी नै खुसी बस्छौँ अन्त म चाहिँ ब्लेस छु किनकि मैले मेरो वाइफलाई डिजर्भ गर्छु म एन्ड थ्याङ्क यू सो मच फर टुडे स्पेसल डे वेलकम सो गाइज यति मात्रै पनि होइन अब भोलि पनि अब हल्का फुल्का सेलिब्रेसन त हुन्छ किन भन्न चाहन्छु अब यो भिडियो चाहिँ म यहीँनिर एन्ड गर्दैछु अन्त अरू पनि आउँछ यसमा म एड गर्छु सो म यति नै भन्छु कि मे गड ब्लेस यु ह्याप्पी बर्थडे वन्स अगेन सो यसपालिको बर्थडेमा चाहिँ अब फ्यामिली कोही पनि छैन हामी 2 जना मात्रै भइरहेछ बट एनिवेज केही छैन नेक्स्ट टाइमको बर्थडे मेबी हामी आफ्नै घरमा हुन्छ कि बा होइन अहिले पनि घर त हो बट फ्यामिलीसँग अर्कै हुन्छ नि त एनिवे केही छैन वी आर मिसिङ जयगाउँ यस सो गाइज गुड नाइट एन्ड मेरो बुढालाई धेरै 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 आशीर्वाद दिनु होला
अलिकति रिस्ता छ तर मनको चाहिँ एकदम सफा छ है मेरो बुढा चाहिँ है सो ह्याप्पी बर्थडे वन्स अगेन थ्याङ्क यू सो मच एन्ड गुड नाइट गुड नाइट ए लु अन्त लुगा पनि खोलिसकेको रहेछ उसले त अब गुड नाइट भनेपछि खोल्नै पर्यो है सरी गिफ्ट त खोलेर हेर्नु साइज के हो कस्तो हो यो त ठिकै भयो के पो लगायो तपाईँले केकमा केक लगायो क्या लुगामा वर्साची कस्तो लाग्यो साइज त हुन्छ होला नि तपाईँलाई यस्तै टाइपको मनपर्छ भनेर मैले यस्तै ल्याइदिएँ अर्को प्यान्ट ल्याइदिएको छु यो तपाईँलाई काम लाग्छ नि त त्यही भएर गुची गुची बोय मन पर्यो लु भोलि चाहिँ यो लगाउनु है भोलि के काट्दाखेरि ओके सो गाइस यो चाहिँ हाम्रो एउटा सानो सेलिब्रेसन थियो अब भोलिको चाहिँ भोलि नै गर्छु ल सो अब हामी चाहिँ अब यहाँ हेर्नुहोस् है 1:30 हुन आँट्यो सो इट्स टाइम टु स्लिप तपाईँको फोनमा कल आएकै छ विसहरू ए लु त फेरि बर्थडे मनाइरहेछ त उता ह्याप्पी बर्थडे टु यु लु खानु हुँदैन तपाईँ राखिदिनु फ्रिजमा राखिदिउँ हेर्नु त यो खाने मान्छे चाहिँ कोही छैन है हामी मैले पनि स्विटहरू अलिक एभोइड गरिरहेको छु नि त सो राखिदिन्छु अब अन्त अब भोलिको भ्लग चाहिँ भोलि ल आज चाहिँ यति नै हो सो गाइस यहाँ चाहिँ बिहानको अहिले 5 बज्न आँटेको छ म चाहिँ यहाँ सेलरोटी बनाउँदैछु हो मैले चाहिँ सिकेको यहाँ हेर्नुहोस् है अलिकति यस्तो हुँदैछ बट आइएम ट्राइङ होइन सो गाइस यस्तो हो कि अब मलाई आउँदैन होइन तर अस्ति भाइटिकाको टाइममा चाहिँ मैले सिकेको थिएँ हो अन्त अहिले मैले अब बनाउनु ट्राई गर्दैछु हो हुन त विष्णुलाई मलाई पुरा कराइरहनु भएको थियो पर्दैन बनाउनु हात जल्छ यस्तो यस्तो भनेर तर अब केही कुरो गरेन भने त कसरी सिक्छ है अन्त मैले चाहिँ यहाँ अब बर्थडेको लागि पनि अन्त यताउति साथीहरूलाई दिनु पनि हुन्छ भनेर चाहिँ बनायो अस्ति भाइटिकाको टाइममा कम्ती बनाएको थिएँ नि त त्यही भएर सो हेर्नुहोस् है गाइस कस्तो बनाउँदैछु म कस्तो भएको छ यो अब डन्ठाहरू त केही छैन अब यसले चिम्टाले गर्दैछु उता सो यहाँ अलिकति त पाक्यो हो म पहिला मन्दिरमा चढाउँछु अन्त चाहिँ म टेस्ट गर्छु कस्तो भएको रहेछ अब बर्थडे बोयलाई उठाऊँ भने त बर्थडे बोय अहिले ड्रिमल्यान्डमा छ हो हेर्नु त गाइस कस्तो भयो र मैले अर्को पनि हालिदिएँ हो अनि मैले भर्खर मन्दिरमा पनि चढाएँ तर मैले भिडियो बनाएन सो मैले यहाँनिर मन्दिरमा पनि चढाइदिएको छु भोलि चाहिँ मेरो बुढा उठ्यो भने त छक्कै पर्नुहुन्छ होला नेपालीको बुहारी भएपछि त त्यति त गर्नु पऱ्यो नि त है गाइस यहाँनिर 6:10 भइसक्यो अनि मेरो किचनको हालत चाहिँ यस्तो भएको छ हो अन्त मैले यति रोटी पोलिसकेँ अन्त म यहाँ डब्बामा हाल्दैछु अहिले चाहिँ त्यहाँदेखिको चाहिँ म एकछिन भए पनि ढल्किनु पऱ्यो अब गाइस यो भिडियो चाहिँ एकैचोटि बेलुकाको हो अनि मैले भ्लगिङ गर्नु नि बिर्सेँ हो घरहरू सफाहरू गर्दा मैले चाहिँ चिकन बिरयानीको लागि चिकन यो गरेको छु यहाँ आलुदम पाक्दैछ मेरो हो अन्त अरू के छ अब यहाँनिर यो खसीको पोटा छ त्यो अहिले म सफा गर्छु अन्त अरू अब मैले सेलरोटी त बनाइहालेँ अन्त बाँकी बात अब जे हुन्छ तपाईँहरूलाई देखाउँछु है बिरयानी कस्तो टाइपले बनाउँछु म गाइस आइम रियली सरी मलाई खाना बनाउँदा यति ढिलो भएको थियो हो अहिले 9:30 हुँदैछ अहिले भर्खर म नुहाएर फ्रेस भएर अलिकति अब ग्रुमिङ गर्दैछु होइन अन्त हस्बेन्ड पनि आउनुभयो खाना मेरो पाकिसक्यो अब मैले कसरी पकाएँ के पकाएँ मैले त्यो देखाउनु त सकिनँ बट अहिले म केक काट्दाखेरि चाहिँ भन्छु होइन अहिले दादाहरूलाई पनि फोन गरेँ मैले अहिले आउनु हुँदैछ अरे अन्त मेरो भाइ पनि आएको छ एउटा बदमास मेरो मेकअपको सामान बिगार्दैछ लुकास नगर्न सो गाइस पर्खिनु म अलिकति पहिला यसलाई सम्हालिहाल्छु त्यहाँदेखिको बात गर्छु है अनि तपाईँहरूलाई डेकोरेसन पनि देखाउँछु गाइस स्वागत छ सुदीप भाइ इन द हाउस अलिकति डेकोरेसन देखाइदिन्छु त्योभन्दा पहिला चाहिँ पहिला यसलाई हेर्नुहोस् त के साह्रो बदमास हौ के दिम नगरे राखे मेकअपको सामान मेरो सबै मेकअपको सामान फुटाइदिइसक्यो यसले मेरो पापाले किनिदिन्छ मलाई पिट्छु भनेको न हाँसिदे त स्माइल स्माइल गर्न भेना चाहिँ किन रेडी भएको कतिखेर रेडी हुने तपाईँ चाहिँ यहाँ हेर्नुहोस् है यस्तो छ है डेकोरेसन चाहिँ स्विट एन्ड सिम्पल ल हजुर एउटा हार्ट कहाँ गयो
यसलाई चाहिँ हटाइहाल्नुपर्छ यहाँबाट। ओइ आइज 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 यो हस्बेन्डले पूजा पनि गर्नुभयो। तपाईँ आउँदैन भने लुगै नलगाएको हेर्नु न त ऊ बर्थडे बोय तपाईँ आएर मात्रै लाउने हेर लुगा। अहिले चाहिँ हामी केक ल्याउनुको लागि जाँदैछौँ त होला, किनभने त्यो केकवाला भैयालाई हाम्रो पुरानो फ्लाइटको मात्रै एड्रेस थाहा थियो, सो त्यही भएर उसलाई थाहा भएन, अन्त म त्यही ल्याउनुको लागि जाँदैछु। नकुद्न नानी। कसको बाइक? बाबाको? सानीलाई ल्याउनु जानुभएको छ, हाई भन्दै। सो गाइस हाम्रो यहाँ केक पनि आइसकेको छ। यो चाहिँ मैले अर्डर दिएको, यो चाहिँ मेरो बहिनीले भाइहरूले मिलेर पठाइदिएको। यहाँ हेर्नु, हेरूले भन्दा सङ्गीता सोए बानीको तर्फबाट है। यो चाहिँ यहाँ चाहिँ छ अर्को केक, उल्टा भएछ अहिले देखाउँदैछु। सो गाइस यस्तो छ है केक चाहिँ। काकालाई नभन्नु ल अहिले नै, रियाक्सन हेर्नुपर्छ। यहाँ छ अर्को छिटो। लु बहिनी हाई भनिदेऊ। लु जाउँ एकछिन, म तपाईँको रियाक्सन हेर्छु पहिला। किन रुको आउनु न छिटो। स्लो मोसनमा आउनु हुँदैछ। उता जान्न केक हेर्नु न यहाँबाट। पहिला फर्स्ट हेर न त केक। ल होइन यतै जान्न, यतै गएर रिएक्सन। गाइस सबसे मलाई चाहिँ के मन पर्यो भन्दाखेरि पैसा ह्यापी बर्थडे टु द नेक्स्ट मिलियनर अरे। मेरो बहिनी, मेरो साथी, मेरो बहिनीहरू, भाइ एन्ड छोराहरू सबैले आज मलाई मिलेनियर यो चाहिँ नभन्नु फेरि आतङ्कवादी लाग्ला नि। इन फ्रन्ट अफ यु थ्याङ्क यू सो मच। Happy birthday to you. Happy birthday to you. Happy birthday dear Vishnu. Happy birthday to you. May God bless you. May God bless you. May God bless you. Happy birthday to you. Thank you. यस्तो गरेर पनि यस्तो फोटो खिचिदिनु छ बहिनीले। Make a wish. खै विश माग्नु न, आँखा बन्द गरेर विश माग्नु। मिलियनर हो नि त, अन्त मिलियनरको विश माग्दै होला। स्टार्ट। Happy birthday to you. Happy birthday to you. Happy birthday dear Vishnu. Happy birthday to you. May God bless you. May God bless you. अब केक का हालत ऐसा बना दिया है, देखो राधा बहन ने भन्दै थियो केकमा नहाल्नु भनेर, यसले केकमा बेसी हाल्यो। फेरि गाउनु तपाईँले के ओके फेरि गाउनु। Happy birthday. Happy birthday to you. Happy birthday dear Vishnu. Happy birthday to you. May God bless you. God bless you. May God bless you, Vishnudas. Happy birthday to you. बारी बारी जो दिन आए आए तुझे हजारों साल ए मेरी नाज़ू। Happy birthday to you. थैंक यू Happy birthday to थैंक you. यू।
You guys are making my birthday special. Ah, Thank you. I'm a motherfucker. Lu now. Thank you गरेको Happy यो birthday. खानु हुँदैन त Thank you so much, मेरो साथी. बेसी होइन है राइ Thank you so much. त्यसरी मुक्तिर लाउँछ डान्स गरिरहेछ त उता लु ओ अहिले चाहिँ पाडालाई त्यसले Of course, राम्रो लगाऊ. आज जति लाउने लगाऊ. ला मेरा sister का प्यार है ये. तो मैं बच्चा भी नहीं बहिनीलाई. Thank you so much बहिनी. लु अर्को बहिनी आऊ ल म त बोक्छु ए कहिले भएन है. लो हेलो झलक दिखला जाग उस पर झुकेगा नहीं साला चंदन का काट चोरी कर लिया अरे बेमतलब आरोप मत लगा. चंदन वंदन बोल रहा है, पुलिस आ जाएगी इधर. लो मेरो बहिनी. फोटो इधर Thank है you so much. हैन बहिनी आज त होइन. यही त मोमेन्ट हो कम्ती पो भएर कम्ती पो अहिले अहिले होटल लाइनमा भएको भए यो सबै अनुहारमै लगाउँदै. नाकको चाहिँ ले 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 मेरो भाइ सुदीप. यहाँ फोटो चाहिँ यहाँ है भिडियो यहाँ हुँदैछ ल लु एकछिन दाउजिन खाने लु लु न काकालाई खुवाइदेन कल काकालाई खै खाइदिएको अन्त अलिकति सानोबाट काट न त्यसरी होइन राम्ररी काट्न भयो कस्तो काट्छस् काट लु. भयो बेसी त्यस्तो हाउडी नकाट भयो 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 पैसा खिलाइदे पैसा टिपेर लु डल्लै निकाल्न यसरी नभए डलर निकाल्छ ए आम्बो हो त्यो दुईटा पक्रेर टक्कै। फोटो खिच्नु त छिटो मेरो एउटा भिडियो खाने हो त त्यो उम्. ए उ तो खा पैसा खा गाउँमा भन्ला नि त्यो मिस्नुलाई के भयो 500 को नोट हालेर बेसी भयो पैसा ल बाबा लु हल्का नाक चाहिँ पुस्नु पर्ने रहेछ जेलस भएको हैन यसलाई. त्यसलाई पुरा रिस उठिरहेछ हेरेको छ जेलस. ऊ आएन ऊ हल्का यसलाई प्रेयर गरे जस्तो लाग्दैछ खुसी जेलस गर्दैछ. खिलाइदे वाह आजी दियो यसलाई मुडा भयो आज रिसाएछ खाँदैन रे रिसाएछ त हाय. यहाँ सरी सरी कम. खाँदैन अरे हौ 1 2 3. ला 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 1 2 लु भयो अरे भयो. अब यो रिसाएर चाहिँ नखाएको यसले. लु बोकेर खिच्नु नि त एउटा फोटो यसो उतार फोटो कि भिडियो गर्छ क्या ह्यापी बर्थडे यहाँ भिडियो गर्ने दामी खाले एकैछिनको मात्रै होला रानी त्यहाँबाट हट्यो अब एकछिन चाहिँ छिट्नै मेरो बिजी होला माथि बार रेस्टुरेन्टमा काम गर्ने. 1 2 3 लाग्छ हैन 4 ह्यापी बर्थडे ल कम. के छैन ए यहाँ क्यामेरामा आइसक्यो के भयो रातो आयो आइज. लु यतापट्टि भिडियो बनाइदियो. पुस्नु त खिलाइसक्नु भइसक्यो उयो लु फोटो चाहिँ खिचे न ए भिडियोबाट स्क्रिन लु 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 जा सुकि हल्का पञ्चामृत खायो ल यीशुको नाममा लु रानी यो त खान सक्छ त रानीले लु ले लिलिकन ला. खा जुठो होइन त ऊ आफै चाहिँ जुठो कन्डेर अरूलाई चाहिँ नदिने अरे यसलाई चाहिँ पुस्नु नि यस्तो पुस्नु यस्तो मक्ति भनिरहेछु यसलाई मन पराउँछ रहेछ यस्तोहरू डाइटको कुरो अन्त कस्तो लाग्यो तँलाई अब मलाई एकदम राम्रो लाग्यो किनकि तिमीहरू सबैजना लुगा मसँगै फेर्ने छौ. भनेको त्यही होइन? भएर उम्, सो दिस बर्थडे विल बी दी एक्स्ट्राअर्डिनरी फर मी फर दिस गुड इयर. साइड न सो यो बर्थडे चाहिँ एउटा मेमोरिज क्रिएट गरेर जान्छ यो बर्थडेले किनकि म सब खुसी छु मेरो आफ्नो फ्यामिलीहरू छ मसँग
ठिकै हो नट अ बिग थिङ आई एक्सपेक्ट बट यो सबै कुरो देखेर मलाई एकदम खुसी लागिरहेछ आज साइड साइड भन्दै के हो साइड साइड दुईटा हातले लाइक दिनुपर्छ। लास्ट इयर यसले मलाई गिफ्ट लिएर आएको थियो यो साल पनि यसले गिफ्ट लु छिटो खै गिफ्ट खै दियो यो साल चाहिँ अन्त। काकालाई अस्तिको साल Thank गिफ्ट you. ल्याइदिएको थिएन हक गरिदियो काकालाई So, ऊ। आइज राइनी आइज यता यता छिटो एउटा हातले पक्रिएलाई मुनि कर मुनि म्यान अफ द म्याच एक दूसरेलाई हेर्न त ओके यहाँ हाँस्दै रहेछ त यो त है लु तपाईहरु दुईजना खिच्नु न तपाईहरु बिस एबा खोल्दिम यहाँनिर खोल अन्त सो गाइस मेरा रायन नेपालीमा बोल्नु न त रायन बेटाले दिएको मलाई यो सो म चेक गर्दैछु मेरो छोराले के लिएर आएछ काकाको लागि रायन किङ रायन किङ मेरो छोराको नाम रायन किङ सो रायन किङले मेरो लागि काकाको लागि गिफ्ट लिएर आएको रहेछ म चेक गर्दैछु गाइस आए आयो अर्मानी एक्सचेन्ज आए अर्मानी एक्सचेन्ज सो अब म एक्साइटेड छु ल यो गिफ्ट खोल्दैछु म के रहेछ हेरौँ आरामले भन्नु केकमा लाग्छ आँखा बोल्यो स्याम्पेनको उयोले गर्दा हौ कस्तो सानो त्यो Wait. सास गरेको केकमा लाग्यो सालीले ल्याइदिएको केक केक डाइरेक्ट अर्मानी एक्सचेन्जतिर जान्छ त So guys- एक्साइटेड भएछ सो यो चाहिँ मेरो छोराले गिफ्ट गरेको छ मलाई झन् लगाएर आई लाइक प्यान्ट दिस पनि छ हौ ट्र्याक यहाँ सुट एन्ड पेन्ट अब म यो लगाएर चाहिँ एउटा फोटो सुट गर्नेछु मेरो भाइहरूसँग ल म यो लगाएर आउँदैछु फोटो एकछिन भाइको पनि खोल्नु न त थ्याङ्क यू खोल्नु थ्याङ्क यू सो मच भाइको खोल्नु अब यहाँ सुदीप भाइको खोल्दैछु म भाइ आइफोन 17 त लाइन होला नि त्यो ओरेन्ज कलरको पोइन्ट टु बी नोटेड वाउ एकदम चोइस मतलब मेरो चोइस लिएर आएछ पर्फ्युम मलाई पर्फ्युम पनि मनपर्छ सो रायनले दिएको छ ट्र्याक सुट एन्ड मेरो सालोले दिएको छ पर्फ्युम यो दुइटै म लगाएर आउँछु हल्का यो चाहिँ तपाईँहरू सुन्नु कस्तो गर्नु रहेछ 10 minutes म यो लगाएर आउँदैछु ल ओके सो यहाँनिर चाहिँ दादाहरूले ल्याइदिनु भएको यो लगाएर पनि आउनुभयो ह्यान्डसम देखिरहेछ है गाइस कहाँबाट आयो सिङ्गर फेरि फर्स्ट टाइम बनाएको सेलरोटी चाहिँ मलाई प्याक गराइदियो ल ए हुन्छ अर्कै अरू त के होइन पिजीमा बस्दै खाँदै बस्दै हुन्छ तर टेस्टी भएछ टु बी अनेस्ट अघि खाइसक्यो तिमीहरूले अन्त यो चाहिँ हेर्न यहाँ नै लाइफमा फर्स्ट टाइम मैले चटनी बनाएको नि थिएँ आज बनाउनु भएको हिजो राति हिजो चाहिँ खसीको पोटा आलुदम मुलाको चाहिँ सेलरोटी अन्त यहाँ बिरयानी छ है अन्त दिस इज द फेभरेट पार्ट अफ माइन्ड लु त दादा हाम्रो त गयो लु त आउँदैछु लु त रियाक्सन कस्तो भएछ टेस्ट गरेर बताउनुहोस् त बर्थडे बोय त हो र है त खानु त कस्तो भयो मिठो भयो मन पर्यो उयो खाउ न पोटा चाहिँ मन पर्यो यो चाहिँ यहाँनिर भाइको लागि प्याक गरिदिएको छु रोटी सब्जीहरू यहाँनिर उसको आउँदैछ ऱ्यापिडो अन्त
त्यसमा हालेर लैजा मजाले प्याक गरेर केक। लु गाइस डेकोरेसन गर्दा चाहिँ यति साह्रो हो बर्थडे सक्यो भने त अब के भन्नु। यहाँ हान्नु न त्यो स्याम्पेन छिटेर यस्तो भयो यहाँ। यो केक चाहिँ अब यहाँ भाइले लाँदैछ, भाइको कलेजमा सबैलाई दिनु किनभने यहाँ खाने मान्छे कोही पनि छैन। थ्याङ्क यू सो मच सङ्गीता। यहाँ हेर भेनाले डल्लै खायो आधी आधी, अन्त यहाँ आधी चाहिँ दिँदैछु अब यसलाई पुऱ्याइदिन्छ। लु जा बाई बाई बाई। सो गाइस यस्तै थियो हाम्रो बर्थडे है, हाम्रो मिन्स मेरो हस्बेन्डको बर्थडे। सो तपाईँहरूलाई कस्तो लाग्यो के लाग्यो कमेन्ट गरेर जरुर बताउनु होला है। अनि अब यो भ्लग एन्ड गरिदिन्छु। अहिले रातिको 3 बज्न आँट्यो होइन। अन्त मलाई यस्तो डेन्जर निन्द्रा लागिरहेछ, त्यही माथि अब 2 दिनदेखि चाहिँ निन्द्रै अब नपुगेर। सो अब म चाहिँ सुत्छु होइन। अन्त मैले मेकअप पनि रिमुभ गरेर यो होस् बिहान गर्छु भनेर अब चाहिँ निन्द्राले भन्दै सकिनँ। अन्त चाहिँ बर्थडे बोय चाहिँ त्यहाँ घर सफा गर्नु हुँदैछ, उसलाई चाहिँ मैला एकदम मन पर्दैन हो। मैले बिहान गर्नुपर्छ भनेको मान्नु भएन, अब सफा गर्नु हुँदैछ। अनि म चाहिँ अब यो भिडियो एन्ड गर्दैछु। सो थ्याङ्क यू सो मच गाइज फर वाचिङ दिस भिडियो। यसरी नै माया दिँदै गर्नु होला। बाई बाई।